भिडियोमा बालेन शाह एकछिन भन्दै कराइरहेका छन् र भिडियोको टेक्स्टमा लेखिएको छ बालेन शाहलाई पक्राउ गर्न किन घेरा हाले, बालेन आत्तिदै गुहार मागे। यो भिडियो हेरेपछि दर्शकमा प्राय प्रश्न उठ्न सक्छ के साँच्चै बालेन शाह पक्राउ गर्न लागेका? 24 जुन 2025 मा पोस्ट गरिएको भिडियोलाई करिब 16,000 टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् र 500 भन्दा बढी प्रतिक्रिया आइसकेको छ र 500 भन्दा बढी पटक शेयर पनि भइसकेको छ। यसको मतलब दाबी सहितको भिडियो द्रुत गतिमा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। के साँच्चै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पक्राउ पर्न लागेका हुन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्य जाँच गरेका छौं। बालेन शाहलाई पक्राउ गर्न लागेको र उनले आत्तिदै मानिसहरूसँग गुहार मागेको दाबीसँगै एउटा दृश्य पनि जोडिएको छ। सबैभन्दा पहिले हामीले सोही दृश्यको वास्तविकता पत्ता लगाउने प्रयास गर्यौं। भिडियोमा बालेन शाहलाई कसैले गाली नगर्नु है भनेको सुन्न सकिन्छ। यही आधारमा हामीले बालेन शाह कसैलाई गाली नगर्नु लगायतका विभिन्न किवर्डहरूलाई सोसियल मिडियामा जाँच गर्यौं। जाँचको नतिजा स्वरूप अखबारे अनलाइन नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो। 15 मे 2022 मा पोस्ट गरिएको भिडियोको शीर्षकमा लेखिएको छ बालेन शाह गर्जिँदै पुगे राष्ट्रिय सभागृह, कसैलाई गाली नगर्नु भन्दै भिडमा मिसिए। फेला परेको भिडियोको क्लिप र दाबी सहित पोस्ट गरिएको दृश्य बीच समानता देख्न सकिन्छ। 2079 सालमा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका बालेन शाह विजयी भएका थिए। सोही निर्वाचनको मतगणना चलिरहेका बेला सुरुवातदेखि नै आफूले अग्रता लिइरहँदा बालेन मतगणना स्थल राष्ट्रिय सभागृह पुगेका थिए। त्यहाँ बालेनका समर्थकहरूले खुसियाली मनाइरहेको दृश्य सञ्चार माध्यमले खिचेका थिए। सोही दृश्यको एउटा अंशलाई पछिल्लो समय बालेनलाई पक्राउ गर्न लागेको र उनले आत्तिदै मानिसहरूसँग गुहार मागेको दाबी सहित सामाजिक सञ्जालमा पोस्ट गरिएको देखिन्छ। त्यो बेलाको एउटा दृश्य भ्युज नेपाल युट्युब च्यानलमा पनि पोस्ट गरिएको देखिन्छ। पुरानो भिडियोमा बालेनले आफ्ना समर्थकहरूलाई कसैलाई गाली नगर्न आग्रह गरिरहेका छन्। यस्तै एउटा दृश्यलाई भ्रामक दाबी सहित सामाजिक सञ्जालमा फैलाइएको पाइयो।